हेलो गुड मर्निङ एभ्रिवान सबैलाई वेलकम टु ब्याक फेरि पनि स्वागत छ तपाईँलाई मेरो सानो फेसबुक ब्लगमा। सो हामी अहिले गइरहेका छौँ सानो कामसँग। सो काम हो यो हो मेरो अहिले यो जाने काम, यो हो मेरो राइडिङ गरेर जाने। सो यो चालु भरे भइसकेको छ मेरो बुटुटु। म गइरहेको छु सानो काम परेर लागि तपाईँ हिँडिसकेको छु। त्यहाँ के भन्छ माकेसम्म हिँडेको। सो पानी सानी परिरहेको रहेछ। गाडी सुत्दा त मस्तै थियो, अहिले एउटा त पानी परिरहेको रहेछ। सो अहिले चाहिँ त्यो सब्जी मार्केट सब्जी दोकानमा जाउँ कि भनेर त्यो सब्जी पनि लिन जानु पऱ्यो अनि त्यो पनि लिन जानु पऱ्यो। त्यसैले गर्दा हामीलाई यो के भन्छ अरे दोकानको नजिकै धेरै त होइन, म जाँदा नजिकै छ। त्यसको बिहान फ्रेस हावामा पानी मुन्सिदिरहेको छ यहाँ। सो के भन्छ अरे रातभरि पानी आएछ, बाटोमा मुन्सिदी भइसक्यो कि भन्नुपर्छ। यो हो कि अब पानी जाने आउटर छैन नि त। अब पानी ओभर भयो होला त, कहाँ जाउँछ जमिन पनि निक्लिनु त माथि नै पऱ्यो, निस्किसकेको छ। त्यही हो, यहाँको धेरै पानी पर्नुहुन्न, पानी परिहाल्यो भने भरिहालिन्छ। म अहिले घर आइसकेको छु र बुढीले ढोसा माउको लिएर आइसक्नु भएको छ ढोसा खानको लागि। ल ढोसा खानु पर्यो। के भयो ढोसामा खाने हो आज हाम्रो यहाँ फेरि ढोसा बने ढोसा खाने हो। कति ल्याएको हो? 30 यति भएपछि पुग्छ होला मजाले।